हामी आज इनरवा आइपुग्यौँ। कोसी टापु आयौँ होइन। यसरी गाडी लिएर आउँदो रहेछ। नमस्ते सबैजनालाई, वेलकम एन्ड वेलकम ब्याक टु पम्मीज वर्ल्ड। अनि आज चाहिँ के हो त? आज न्यू इयर हो। ह्याप्पी न्यू इयर होइन। 2082 सालको नयाँ वर्षको हार्दिक हार्दिक मङ्गलमय शुभकामना छ सबैजनालाई होइन। ह्याप्पी न्यू इयर सबैजनालाई गाइस। ल अनि हामी चाहिँ न्यू इयर मनाउनलाई चाहिँ यहाँ दिदी अनि भान्जी प्रशंसा अनि निर्जरा म रेन्सी अनि यता पापा हामी सबैजना मिलेर चाहिँ हामी अब न्यू इयर मनाउन हामी जान लागेको छ। हामी कहीँ बाहिर घुम्न जान लागेको हो। अनि मृदुला चाहिँ हामीसँग आएन किनभने उसलाई टाउको दुखेको थियो होइन। मृदुला चाहिँ को हो त? हाम्रो दिदी जेठी दिदी चाहिँ आएन, उसको टाउको दुखेछ भनेर चाहिँ घरमै बस्यो होइन। अनि बुवा र आमा पनि हस्पिटल। अनि हामी चाहिँ यतिजना भएर चाहिँ हामी घुम्न जाँदैछौँ। सायद हामी कहाँ जान्छौँ? आराधरान जान्छौँ होला होइन। डल पनि सँगै लिएर आएको छ होइन। ल अनि हामी चाहिँ कहाँ जान्छौँ, कहाँ घुम्छौँ हेर्दै गर्नु होला। सो आज न्यू इयरमा चाहिँ होइन अब सबैजना आफ्नो तरिकाले मनाउनुहुन्छ। अनि हजुरहरूले कसरी मनाउनु भयो है, कसरी मनाउँदै हुनुहुन्छ? अब 2082 साल सबैको लागि राम्रो होस् होइन, शुभ होस्, मङ्गलमय होस्, यही छ। र हामी पनि यसो अब धरानतिर हुन्छ कि कोसी टापु पनि जाने भनेको, तर हेरौँ अब भ्याइन्छ कि भ्याइँदैन। अलिक निस्किनु ढिलो भयो नि त हामी। अनि त्यही भएर अब भ्याइन्छ भने जाने हो, नत्र भने धरानै जाने घुम्ने। हर्का साम्पाङज्यूले बनाउनु भएको पार्क हेर्नु जाने भन्दैछ बच्चाहरू, हेर्दै जाउँ। गाडी कुद्नलाई त पेट्रोल चाहियो होइन। अनि हामी पेट्रोल पनि भर्नलाई यहाँ रोकिरहेको छौँ। आज चाहिँ विराटनगर बजार पनि बन्द छ सबै होइन। किनभने न्यू इयर सबैजना अब मनाउनु हिँडेको होला, दोकान बन्द छ प्रायः जस्तै। पेट्रोल पम्प चाहिँ खुल्लै छ नत्र भने हाम्रो गाडीमा कसरी हाल्ने थियो त होइन। यहाँ चाहिँ अब हामी आज इनरवा आइपुग्यौँ। इनरवा आए हामी। इनरवाबाट चाहिँ कोसी टापु जाने अरे। इनरवा अरे, इनरवा कहिले पनि आएको थिएन म पनि। इनरवाबाट अब कोसी टापु जानुपर्ने। यताबाट अब कता हो सोध्दै जानुपर्छ। यसो त कोसी टापुमा यसो हेरिहालौँ न त हामी पनि होइन रेन्सी। धरान जाँदैछु त। राम्रो मकै फलेको रहेछ यहाँ त, मकै पाक्न लागेछ। मकै बारी रहेछ। खेल्ने पार्क होला, एक्साइटिङ पार्क। यहाँ के लेखेको छ? हामी चाहिँ यहीँ आएको है, नाम भन्नु मिल्दैन। गाईहरू चलिरहेको छ। यहाँ मकैबारी छ है। यहाँ बाटो चाहिँ अलिक कच्चा पनि रहेछ है। बाटो चाहिँ अलिक बिस्तारै जानुपर्ने रहेछ। यस्तो छ यो ठाउँ। कोसी टापु आयौँ। रेन्सी चाहिँ जुवा बसी गर्दैछ।
आराधना जाने भनेर एकछिनमा जानुपर्छ सन्जा टिकट काउन्टर टिकट काट्दै हुनुहुन्छ अब कोसी टापु आयौँ होइन यहाँ चाहिँ कता जाने हो थाहा छैन टापु आइपुग्यौँ हामी होइन अनि मान्छे चाहिँ पुरा आउँदो रहेछ यहाँ घुम्नलाई आउँदो रहेछ आज फेरि न्यु इयर पनि भएर होला यसरी सिटीमा पनि आउँदैछन् मान्छेहरू यो चाहिँ रिजर्भ एरिया हो होइन वाइल्ड लाइफ रिजर्भ कोसी टापु वाइल्ड लाइफ रिजर्भ एरिया हो यहाँ चाहिँ यसरी गाडीमा आउनु दिँदो रहेछ अब के छ त हेर्नु बाँकी नै छ गाइड गर्ने पनि कोही छैन आफै जाँदैछौँ हामी यो भित्रभित्र पनि यसरी जाने होला हौ होइन त्यसरी दामी रहेछ यहाँ पर चाहिँ एउटा हात्ती देख्यौँ हामीले होइन देख्यौ एलिफेन्ट बाटो हुनु परेन लिन्छ आमै लिँदो रहेछ आमै आशीर्वाद ल उता पनि झ्याल खोल न झ्याल खोल आशीर्वाद दिन्छ अरे आशीर्वाद दिँदो रहेछ नि त यसरी है हेर त कति जान्ने देख्यो एलिफेन्ट कस्तो जान्ने रेन्सीको अब मुड ठिक भइहाल्यो अब क्रोकोडाइल पनि देखिन्छ अरे एकछिनमा भाइ यहाँ अरू के छ घुम्ने हेर्ने ठाउँ सेन्ट पिरो हजुर तरासु पिरो सिधै अगाडि जानु बोर्ड छ नि बोर्डदेखि पश्चिम जानु अरू पनि छ घुम्ने ठाउँ त्यहाँबाट अनि यही बाटोबाट फर्किनु अनि ए ल यहाँ चाहिँ यसरी के भन्छ यसलाई यसरी बनाएको रहेछ है भ्यू पोइन्ट जस्तै यहाँबाट चाहिँ त्यो अर्नाहरू पनि देख्छ अरे अर्ना भनेको चाहिँ जङ्गली भैँसी होइन त्यो पनि देख्छ अरे अघि चाहिँ हात्ती देख्यौँ हामीले होइन अब यहाँबाट के देख्छ हेरौँ सो भ्यू पोइन्टबाट कहाँ है हाथी पीछे तो देखो पीछे तो देखो गरम भयो पुरा एउटा मान्छे चाहिँ यहाँ आराधना जाने भनेर यसरी गाडी लिएर आउँदो रहेछ त्यो हात्तीहरूलाई आशीर्वाद दिदे भनेपछि आशीर्वाद दिँदो रहेछ क्या यो चाहिँ पुरा है यत्रो एरिया होइन यो सबै सरकारी एरिया भयो अब बाबा सरकारी एरिया नि यति ठुलो एरिया छ थुप्रो यो सबै अर्ना हो त ए हामी त पहिला आउँदा त कहाँ अन्त यो चाहिँ अर्नाहरू अर्ना भनेको भैँसी नि के याद आयो मलाई अर्ना अर्ना भन्दै त्यही याद आयो यो चाहिँ जङ्गली भैँसी नजिकबाट चाहिँ गएर हिँड्नु पाउँदैन पाउँछ त जाऊ न यताबाट को जानु है तर भरे हान्छ होला नि त फेरि होइन हान्दियो भने चाहिँ यो क्या जङ्गली भैँसी अर्ना भन्छ नि यो अर्नाहरू चाहिँ होइन यसरी संरक्षण गरेर राखेको छ किनभने
यो अब लोप हुँदै गइरहेछ नि त, त्यही भएर रेयर भइसक्यो। त्यही कारणले चाहिँ यसरी रिजर्भ गरेर चाहिँ राखेको छ रहेछ। क्रोकोडाइल कहाँ छ सोध्नु? टन्नै फोटो खिच्यो हामीले। चलो बाई बाई हात्ती। हात्तीको दर्शन पनि भयो। बेबी पनि रहेछ हात्ती त धेरै रहेछ नि। क्रोकोडाइल पनि हेर्ने अरे पस्यो। क्रोकोडाइल पनि कहाँ छ? यता छ कि लगाउनु? जता भावी फोहोर नफालौँ। यो हेर्दै जाउँ न यता। आऊ न यता फोटो खिचौँ। टर्टल पनि थुप्रो खालको रहेछ यहाँ। यहाँ चाहिँ म्युजियम राखेको छ अरे। के रहेछ म्युजियममा त फोटो खिच्न दिँदैन। हेर चित्ता हात्तीको टाउको। के हो यो? दाँत उता ल्याएछ। ए उता रहेछ नि डल्फिन। डल्फिनलाई प्रिजर्भ गरेर राखेको छ यहाँ। हेर दाँत त डल्फिनको डेन्जर रहेछ। सानो पनि रहेछ। सानो पनि रहेछ यहाँ एउटा। यो चाहिँ एलिफेन्टको टाउको अरे कत्रो रहेछ त एलिफेन्ट। हरिणको बच्चा। ए बच्चा हेर एलिफेन्टको बच्चा मरेको रहेछ यहाँ चाहिँ। यहाँ चाहिँ अलिक ठुलो। ए सिसा पनि यस्तो भएछ नि त। यो चाहिँ के हो? हरिण हो हरिण हरिण। सर्फहरू अब वाटर स्नेक। यो चाहिँ म्युजियम। त्यही त हामीले चाहिँ यो कोशी टापु भनेको चाहिँ नेपालको यो सोसियल स्टडिजमा पढाएको नि त मैले त। अनि जे होस् अब पढ्यो भने बुकमा आयो भने त म त अलरेडी भिजिट गरिसकेको छु भन्ने हुन्छ नि त नि। देखेछु कोशी कन्जर्भेसन सेन्टर। त्यहाँ त हरिणको बच्चालाई फिड गर्दै रहेछ नि त। छोरीहरूलाई मन पर्दैन है। व्रत भनेको त
एरोप्लेन पनि जाँदैछ है। हात्ती राख्ने ठाउँ हो, तर हात्तीहरू सबै बाहिर जङ्गलतिर गइसक्यो। ऊ त्यहाँबाट आएको हामी चाहिँ, त्यहाँबाट गाडी आउँदैछ, त्यहाँबाट आएको। हेरेन त भने त हेऱ्यौँ नि त। कोशी टापु कस्तो रहेछ थाहा पायो नि त। हजुर अब आएर धरान जाने हो। यो पनि थियो त अघि, त्यहाँ म्युजियमभित्र थियो त यो क्याट पनि। मल्लाह बिरालो अरे, मल्लाह। यो चाहिँ के हो, के थियो भित्र? हामी चाहिँ कोशी टापु घुम्यौँ मौर्यौँ होइन। अब चाहिँ कोशी टापुमा चाहिँ के भन्छ सिन्ने? कोशी टापुमा हात्ती हेऱ्यौँ नि त। ल अब चाहिँ हामी कोशी टापुबाट बाई बाई। हामी चाहिँ अब कहाँ जाँदैछौँ त रेन्सी? आरा धरान जाँदैछौँ भने। खोइ को घर जाने हो, को आरा धरान जाने हो। तर कोशी टापुबाट चाहिँ बाई बाई। बाई बाई कोशी टापु वाइल्ड लाइफ रिजर्भ। कस्तो लाग्यो त कोशी टापु? कतिवटा जनावर देख्यौँ हामीले? हामीले हात्ती र के देख्यौँ त? अर्ना अलिक टाढा ठिकै लाग्यो। कोशी टापु कस्तो छ भने चाहिँ अब उयो भयो नि त। म्युजियम पनि हेऱ्यौँ हामीले। म्युजियम पनि हेऱ्यौँ। अब हामी चाहिँ धरान जाँदैछौँ। हर्का साम्पाङ बनाउनु भएको पार्क हेर्नलाई। आरा धरान अरू के थुप्रो छ नि त्यहाँ त। रोज गार्डन पनि छ, के छ थुप्रो छ।